मिन्नासान कोनिचिवा। आज हामी लेसन 1 को भोकाबुलारीहरू पढ्नेछौँ। लेसन 1 को भोकाबुलारीमा हजुरलाई स्वागत छ। हजुरहरूलाई पढ्नको सजिलोको लागि माथि जापानिजमा, तलतिर नेपाली जापानिजमा र अझ तलतिर नेपालीमा लेखिएको छ। ल है त सुरु गरौँ। वातासी भनेको म माइसेल्फ। अनि अर्को रहेको छ आनाता भनेको तपाईँ। वातासी भनेको हामी। वातासीमा ताची थपेपछि हामीहरू भन्ने हुन्छ, हामीहरू भन्ने युज हुन्छ। आनोहितो त्यो व्यक्ति, अरू कसैलाई देखाउँदा यो त्यो व्यक्ति भन्नु। मिन्नासान भनेको एभ्रिबडी सबैजना। सान भनेको जी, अरू कसैको नामको पछाडि सान लगाएर बोलिन्छ। च्यान भनेको आफूभन्दा साना बच्चाहरूको लागि च्यान भनेर बोलिन्छ, मायाले बोलाउँदा च्यान भनेर बोलाइन्छ। जिन भनेको नागरिक। कुनै पनि देशको पछाडि, देशभन्दा पछाडि जिन लगाइन्छ, जस्तै नेपाल जिन, नेपालको नागरिक भन्ने हुन्छ। सेन्सेई भनेको टिचर, शिक्षक शिक्षिकालाई सेन्सेई भनिन्छ, शिक्षक शिक्षिकालाई सेन्सेई भनिन्छ। गाकुसेई भनेको विद्यार्थी, गाकुसेई भनिन्छ, विद्यार्थीलाई गाकुसेई भनिन्छ। दाइगाकु भनेको विश्वविद्यालयलाई दाइगाकु भनिन्छ। अर्को रहेको छ खाइस्या भनेको कम्पनीलाई जापानिजमा खाइस्या भनिन्छ। दोनाता भनेको को, हामीले कसैलाई को भनेर सोद्धा दोनाता पोलाइटली भनिन्छ। इस्या भनेको डाक्टरलाई इस्या भनिन्छ। देन्की भनेको बिजुली बत्ती, बिजुलीबाट बल्ने बत्तीलाई देन्की भनिन्छ। साई भनेको वर्ष, जस्तो मान्छेको उमेर सोध्नलाई नान्साई भनेर युज गरिन्छ। कति वर्ष पुरानो भनेर सोद्धा साईको युज गरिन्छ। ओइकुचु भनेको कति वर्ष, कसैलाई पोलाइटली तपाईँको उमेर कति हो भनेर सोद्धा ओइकुचु भनिन्छ। केन्क्युस्या भनेको अनुसन्धानकर्ता, कुनै पनि चिजको अनुसन्धान गर्ने व्यक्ति। ल त साथीहरू, लेसन 1 मा लगभग अब यति नै रहेको छ। हजुरहरूले कण्ठ गर्नको लागि रिपिट भन्ने चिज गरिहाल्नु पर्ने हुन्छ, त्यही भएर रिपिट गर्नको लागि यहाँ मैले राखिदिएको छु, कृपया रिपिट गर्नुहोला। अरू लेसनको भिडियोको लागि हाम्रो च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला। धन्यवाद।